अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त र देशभर ख्याति कमाएको तिलोत्तमा नगरपालिकाको एक सामुदायिक विद्यालयको दयनीय भौतिक पूर्वाधारले उत्कृष्ट नगरपालिकालाई नै गिजाइरहेको छ। रूपन्देहीको तिलोत्तमा वडा नम्बर 10 कान्छी बजारको जनित मावि जीर्ण भौतिक पूर्वाधार र शिक्षक दरबन्दी अभावको दोहोरो चपेटामा परेको छ। 2032 सालमा स्थापना भएको यो विद्यालयमा हाल करिब 800 विद्यार्थी अध्ययन गर्दछन्, तर अधिकांश विद्यार्थी झ्यालका ढोका समेत नभएका टिनले छाएको टहराका जीर्ण कक्षा कोठामा बसेर पढ्न बाध्य भएका छन्। कक्षा कोठाको भौतिक पूर्वाधार बाल मैत्री नहुँदा गर्मीमा टिनको छानो तातेर बालबालिका र शिक्षक दुवैलाई असर गरेको छ। यसै गरी अलि ठुलो पानी पर्दा टिनको आवाज र झ्यालबाट कक्षा कोठासम्म पानीका बाछिटा जाँदा कक्षा कोठाको पढाइ नै प्रभावित हुने गरेको विद्यार्थी र शिक्षकको गुनासो रहेको छ। हावाहुरी आउँदा पनि टिनको छानो र टिनकै झ्याल भएकाले ध्वनि प्रदूषण भएर पढाइ प्रभावित हुने गरेको विद्यालयका शिक्षक ध्रुव ढकालले गुनासो गर्नुभयो। अब यहाँ चाहिँ यो कान्छी बजारको यो बजारको एरियामा भएको विद्यालयको यो चाहिँ यो भौतिक अवस्था चाहिँ यो बिल्डिङको अवस्था चाहिँ अलिकति हाम्रो भने जस्तो अब चाहिँ नि बाल मैत्री छैन। अब यहाँ जाडो हुँदा पनि चाहिँ नि एकदम डिस्टर्ब हुन्छ, पानी आउँदा पनि टिनहरू बजेर पढाउनु मिल्दैन, अनि हावा चल्दा पनि चारैतिर हावा चाहिँ नि खेलेर चाहिँ यहाँ पढाउन सक्ने अवस्था छैन। यसले चाहिँ साह्रै अप्ठ्यारो परिरहेको छ। त्यसैले यहाँ चाहिँ अलि पक्की खालका चाहिँ राम्रा बिल्डिङहरूको चाहिँ आवश्यकता छ। यहाँ जस्तो लोकेसन छ त्यो अनुसारको बिल्डिङ भवन चाहिँ अलिकति कमजोर छ। विद्यालयका प्रधानाध्यापक रामनारायण चौधरीले टिनले छाएका कक्षा कोठामा विद्यार्थी राखेर पढाउनु पर्दा निकै गाह्रो भएको गुनासो गर्नुभयो। गर्मीमा टिनको छानाले थप गर्मी गराउने र जाडोमा खुल्ला झ्यालबाट चिसो हावा कक्षा कोठामा आउने र टिनले पनि चिसो बनाउने कारण विद्यार्थीको स्वास्थ्य र पढाइमा नराम्रो असर गरेको प्रधानाध्यापक चौधरीले गुनासो गर्नुभयो। बदलिदो परिवेश अनुसार टिनले छाएको टहरामा कक्षा कोठामा अब प्रधानाध्यापक चौधरीले विद्यालयमा तत्काल कम्तीमा 18वटा कक्षा कोठाको आवश्यकता भएकाले स्थानीय प्रदेश र सङ्घीय सरकारको ध्यान जानुपर्ने माग गर्नुभयो। पानी पर्दा पनि पढाउन नसक्ने, हुरी आउँदा पनि पढाउन नसक्ने, जाडो भयो भने पनि जाडोमा पनि पढाउन नसकिने किसिमको अवस्था छ। यहाँ बाल मैत्री खालका इन्फ्रास्ट्रक्चरहरू नरहेको अवस्था छ र यस्ता इन्फ्रास्ट्रक्चरहरू निर्माण गर्नको लागि सम्बन्धित तिलोत्तमा नगरपालिका सँगै प्रदेश सरकार, सङ्घीय सरकारको ध्यान जान जरुरी छ। हामी पटक पटक विभिन्न तिनटै निकायमा तिनटै सरकारसित आग्रह गर्दा पनि खासै कुनै त्यस्तो किसिमको पर्याप्त बजेट प्राप्त नभएको अवस्था भएको हुनाले हामी यस्तो किसिमको वातावरणमा पढाउन बाध्य छौँ। हाम्रो विद्यालयको विद्यार्थी सङ्ख्या पनि झन्डै 800 को हाराहारीमा छ। त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक हिम केसीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त र देशभर ख्याति कमाएको नगरपालिकाको विद्यालयको भौतिक पूर्वाधार दयनीय हुनु लज्जाको विषय भएको गुनासो गर्नुभयो। दयनीय भौतिक पूर्वाधारप्रति तिनै तहका सरकारको ध्यान जान नसकेको केसीको गुनासो रहेको छ। तिलोत्तमा नगरपालिकाको दूरीका हिसाबले नजिक भए तापनि विकासको हिसाबले एकदमै दूरदराजको अवस्था हुन बाध्य छौँ। हामी विद्यालयमा करिब 700-800 भन्दा बढी विद्यार्थी हुँदै गर्दा पनि भौतिक संरचना एकदमै न्यून, टिनका टहरा मुनि फ्यानका पाता गनेर चाहिँ विद्यार्थी भाइ बहिनीहरूले चाहिँ पढ्न विवश छन्। आज तिलोत्तमा नगरपालिका देशकै उत्कृष्ट नगरपालिका सँगसँगै ISO सर्टिफाइड नगरपालिका हुँदा पनि यहाँका बच्चाहरू बिचरा टिनका टहरामा अत्यधिक गर्मी, ठुलो हावाहुरी आउँदा चाहिँ उनलाई विभिन्न किसिमले जोगाउन पर्ने स्थितिमा विद्यार्थी भाइ बहिनीहरूले पढ्न विवश छन्। यसप्रति सम्बन्धित सबै निकायले ध्यान दिन जरुरी छ भन्ने म ठान्छु। विद्यालयमा नर्सरीदेखि कक्षा 10 सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने गरेको छ। यस्तै छुट्टै पक्की भवनमा मन्टेश्वरी कक्षा पनि सञ्चालनमा रहेको छ। मन्टेश्वरीमा करिब 250 जना विद्यार्थी पढ्ने गरेका छन्। तीमध्ये 90% विद्यार्थी सोही विद्यालयमा कक्षा 1 मा भर्ना हुने गरेका छन्। विद्यालयको जग्गामा सञ्चालन हुने हाट बजार र केही व्यावसायिक सटरको भाडा बापत आउने आम्दामीबाट निजी स्रोतका शिक्षकलाई तलब दिने गरिएको सहायक प्रधानाध्यापक केसीले बताउनुभयो। न्यूनतम आम्दामीका कारण शिक्षकलाई सन्तोषजनक तलब दिन
नसक्ने बाध्यता रहेको विद्यालयले जनाएको छ। हरेक क्षेत्रमा राम्रो चर्चा र ख्याति कमाएको नगरपालिकाले विश्व बैंकको अनुदानमा बनेको अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक र झिलिमिली सडकको छेउमा दयनीय अवस्थामा रहेको जनहित माविको नयाँ विद्यालय भवन बनाउन ढिला नगरोस्। आगामी बजेटमा तीनै तहका सरकारले यो र यस्ता विद्यालयका भवन निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न जरुरी देखिएको छ। यसतर्फ गम्भीर ध्यान जाओस्। राज्य खबरका लागि शिक्षा ब्युरोको रिपोर्ट।